हेलो नमस्कार अनि मेजोर है र आज म चाहिँ है हाम्रो साथीकोमा जान आँटेको छु है म मात्रै होइन र म चाहिँ फिलहाल अहिले साथीकोमा जानुभन्दा अगाडि चाहिँ यहाँनिर मिठाई लगेर जानु पऱ्यो भन्दै थियो है लानु त त्यसकोमा केही पनि पर्दैन है र पनि यसो लगिदिउँ भनेको साथीलाई है र म चाहिँ कहाँबाट मिठाई लानु जाँदैछु भनेर चाहिँ हेर्नुहोस् अहिले म तपाईँलाई देखाउँछु गाडी यहाँ राखिदिएको छु है है अब म चाहिँ मिठाई ल्याउनु गएको है अब डेरी यो दोकानमा चाहिँ मलाई हेभी मनपर्छ क्या मिठाई चाहिँ सिलगढीमा आएर चाहिँ अब मलाई चाहिँ अरू मिठाई चाहिँ होइन हो यो मलाई चमचम रसमलाई हो हेभी मनपर्छ क्या फेरि अरू जग्गाको मन पर्दैन यो एउटा गुप्ताको भयो यो एउटा उषाको हो दामी बनाइदिएको हुन्छ क्या अब यहाँ उषामा त झन् अब आफ्नै डेरीहरू छ हो अस्तिको भिडियोमा पनि देखाएको थिएँ मैले होइन यस्तो दामी छ मैले त खाएर पनि निस्किदिएको है म चाहिँ है खाएर पनि यस्तो कि अब चाहिँ जाने है आउँदैछ मलाई के त कसले र मैले चाहिँ है आज अब यति बेला त जाम हुन्छ दार्जिलिङ मोड चम्पासरी है र त्यो बाटो एभोइड गरेर चाहिँ म चाहिँ खोप्रेलबाट पस्नु आँटेको है मेफेयर भएर त्यहाँबाट पस्छु है तपाईँलाई म देखाउने छु नजारा र मैले चाहिँ उसको लागि नि मिठाई ल्याइदिएको थिएँ है र हामी चाहिँ दुईजना मिठाई खान थाल्यौँ है यो चाहिँ कालाकान हो तपाईँहरूकोतिर चाहिँ के भन्छ सन्देश भन्छ कालाकान भन्छ है र म चाहिँ है उसले चाहिँ मलाई भिडियो नगर भनेर साथी है मिठाई भनेर भन्दै थिएँ है र मलाई चाहिँ उसले पनि पुरा मन पर्छ मिठाई र मलाई पनि मन पर्छ मलाई भिडियो नगर न अहिले भनेर भन्दै थियो हेभी मिठो छ त्यो गरिरहेको थियो भिडियो र यहाँ चाहिँ मेरो पनि खाइसक्यौँ है र अब म चाहिँ निस्केको है यस निस्किने है र सबैजना त्यही हो है यसलाई मैले फ्री यो चाहिँ मैले यसलाई फ्रीमा दिएको थिएँ है यो कुकुर यसलाई मैले फ्रीमा दिएको कुकुर चाहिँ है यस्तो भइसकेको छ यसलाई दिएको यसलाई दिएको मैले यसलाई दिएको कि है बना कि त्यसै गर आमा फुल चाहिँ यहाँबाट लानुपर्ने रहेछ आज यो यसको यो फुल लान्छु म यो चाहिँ मेफेयरको सिधै सुकुने उसको घर पनि जहिले पनि के हो यो मेथी बारी निस्किन्छ म चाहिँ जस्तो साथीहरूको घरभित्र पनि नपस्यो पानी रहेछ म चाहिँ गाडी साडी धोइदिनु थाल्यो है दिनमाथिबाट यो चाहिँ र मेरो चाहिँ अब गाडी साडी धोएको फाइनल यस्तो भइसकेको छ भइरहेको थियो म चाहिँ घरभित्र पस्दैछु भर्खर पस्दैछु सबैजना भित्रै थियो है र मैले यहाँ को के गर्दैछ भनेको त्यो भिडियो नगर भन्दै है यहाँनिर मुला काट्दैछ यसले खोइ कालो दाल के बनाएको भनेर भन्दै थियो बनाउँदै गर भनेर भने है बनाउँदैछ यसले यता हेर छिटो भात पस्किने
अब हामी देखाइदिनु हामी चाहिँ सबैजनालाई तपाईँहरूलाई मेरो भिडियो मन पऱ्यो भने सब्सक्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्।